भनिसके मरे पनि जान मारे पनि जान त्यस्तो नभन् गौतम मैले बुझ्नु पर्ने तिमी छोरी मान्छेहरू बिहे भनेपछि रुक्कै हुन्छ त्यसमाथि छिमेकीको बिहे यसो सघाउनु परेको होला तँलाई रमाइलो लागेको होला एकछिन जिला त्यति कुरामा मैले तँलाई हात उठाउनु नहुने मलाई न्याउरी मारी पछुतो जस्तो भएको छ कौथली नाटक नगरी हुन्छ मेरो भाइतीमा बसेर तमासा नदेखाऊ खुरुक्क गइहाल ठिक छ कौथली मैले आफ्नो गल्ती महसुस गरेर मेरो जीवनमा तेरो अभाव महसुस गरेर तँलाई लिन आए तँलाई मनाउनलाई तँलाई फकाउनलाई मैले जानेको मैले सके जतिको गरेँ तर तँलाई सबै नाटक लागेछ आज माइती भएर जा भनिस् म तेरो माइतीबाट होइन तेरो जिन्दगीबाट जान्छु गौतम म फर्केर आउँदिन तेरो मनमा मेरो माया जागेछ भने तँलाई तल चौतारीमा बसेर म तेरो बाटो हेर्नेछु ज्वाइँ जानु हो जस्तो छ छोरी मैले त तिमीहरूलाई पहिले नै भनेको हो नि अति गर्नुहुँदा है छोरीको घर बिग्रन्छ तर तिमीहरूले मेरो कुरै सुनेनौ सुन्यौ मेरो कुरा बिचारा हाम्रा ज्वाइँ आफूले गरेको गल्ती महसुस गरेर आए छोरीलाई सकेको सम्झाउन खोजे बुझाउन खोजे तर तिमी आमा छोरीको मन पाक्दैन किनकि तिमीहरूले ज्वाइँले गरेको गल्ती मात्र मनमा राखेर बस्छ तर ज्वाइँले गरेको माया त्यसलाई पटक्कै देखेन अन्तिममा हारेर थाकेर
अब केही नलाग्ने भयो भनेर जय फर्केर गए। अब खुब राम्रो भयो होला नि होइन? आफ्नै बुद्धिले आफ्नै खुट्टामा बच्चाहरू हानिहाल्यो। राख बिहे भइसकेको छोरीलाई अब जीवनभर भव्य रूपमा माइतीमै राख। के गरेको तिम्रो जाऊ भने होइन के